सबलाई अभिवादन। हाँ दोस्तों, आज मैले एउटा यो देशको परिस्थिति र चुनाव अहिले भइरहेछ, चुनावको लागि हिजो मनोनयन दर्ता भयो र चुनाव के को लागि भनेर आम जनतामा, आम पब्लिकमा एउटा जिज्ञासा रहेको छ कि परिवर्तन राज्य सत्ताको परिवर्तन, देशको परिवर्तन गर्नु छ। परिवर्तन जरुरी छ, परिवर्तन अत्यन्त आवश्यक छ। तर के हो त परिवर्तन? के हो परिवर्तन? कसरी गर्ने त? केलाई हामी परिवर्तन भन्ने त? परिवर्तन भनेको के हो त? एक चीजबाट अर्को चीज गर्ने हो। तर आज यो देशमा परिवर्तनको लहरै छाएको छ। जोसँग सुन्नु, सानो बालकदेखि सुन्नुहोस् या वृद्धसँग सुन्नु वा जवानसँग सुन्नुहोस्, हैन, देशलाई त परिवर्तन चाहिएको छ। परिवर्तन हुनुपर्छ, गर्नुपर्छ, परिवर्तन अनिवार्य छ। तर के हो त परिवर्तन भनेको? के हो हामीले बुझ्न सकिरहेको छैन। परिवर्तन के हो? यो नेताहरूको अनुहार फेरेर परिवर्तन गर्ने हो कि ठगहरूलाई, लुटेराहरूलाई राजसत्तामा ल्याएर अझ राज्यलाई लुटेराहरूको राज बनाउने हो कि? त्यो परिवर्तन हो कि कस्तो परिवर्तन हो त? यो पुस्ता जेनजी भन्छ, जिनजी नौ युवाहरू या बालकहरू, अझ भन्ने हो भने भोजपुरीमा बौवाहरू राज्य चलाउने जेनजीको आवश्यकता भनेको परिवर्तन हो। के को परिवर्तन? राजसत्ताको परिवर्तन, पुस्ताको परिवर्तन हो कि? पुस्ताको परिवर्तन, बच्चाहरूलाई राज्य दिएर, शासन दिएर परिवर्तन होला र? कि बुढापाकाहरूलाई धपाएर परिवर्तन हुन्छ र? परिवर्तन के हो त? परिवर्तनको बारेमा सबैले चासोको साथ दिइरहेछ, सबले भनिरहेछ। चाहे वृद्ध होस्, बालक होस्, युवा होस्, शिक्षित होस्, अशिक्षित होस्, बुढा होस्, बुद्धिमान होस्, राजनीतिक होस्, पत्रकार होस्, किसान होस्, कर्मचारी होस् या व्यापारी, सबले नै परिवर्तन चाहिएको छ। देशमा परिवर्तन चाहिएको छ। र परिवर्तन भनेको के? पुस्तालाई हटाएर बालकहरूलाई राजसत्तामा ल्याएर वृद्धहरूलाई हटाएर परिवर्तन हुन्छ कि वृद्धहरूलाई हटाइदियो, बालकहरूलाई शासन गरिदियो भने परिवर्तन हुन्छ? परिवर्तन भनेको के हो त? हामीले सबैले भोगिरहेका, सबैले आम जनताको चाहना के हो भने यो देशको राजसत्तामा शासन गर्ने विधिमा परिवर्तन हुनु पर्यो, सुशासन हुनु पर्यो, समृद्धिको बाटो हुनु पर्यो। समृद्धि गरेपछि परिवर्तन हुन्छ। राजसत्तामा सुशासन लिएपछि राष्ट्रको राजकाजमा, राष्ट्रिय कामकाजमा, शैलीमा परिवर्तन गर्यो भने परिवर्तन हुन्छ। या जनताको घर दैलोमा, काममा गरिने व्यवहारमा गर्यो भने परिवर्तन हुन्छ। र त्यो परिवर्तन चाहेको हो जनताले। व्यवहारिक परिवर्तन चाहेको हो, कामकाजमा परिवर्तन चाहेको हो, हरेक कार्यालयको कार्यशैलीमा परिवर्तन चाहेको, व्यापारीहरूको ठग प्रवृत्तिमा भएको ठगी प्रवृत्तिको व्यापारीमा सहजताको परिवर्तन चाहेको हो, मान्छेलाई सुलभ रेटमा सब किसिमले जनताले आफ्नो हक अधिकार पाओस् भनेर परिवर्तन चाहेको हो। तर यहाँ के देखियो? के देखिँदैछ? के गरिँदैछ? त्यो कुरा हामीहरूले पनि अलिकति सबैले बुझ्नुपर्ने हुन्छ। सबैको मुखमा झुन्डिएको छ परिवर्तन, राज्य सत्ता परिवर्तन चाहियो, पुरानो सत्ता भइगयो, यो मान्छेहरूले भइगयो। तर तपाईले कसैको मुखबाट सुन्नुहुन्न। विचारमा परिवर्तन आउनु पर्यो, सिद्धान्तमा परिवर्तन आउनु पर्यो, व्यवहारमा परिवर्तन आउनु पर्यो।
तर त्यो होइन, त्यो गरेको चाहे गर्न खोजिरहेको कसैले खोजिरहेको छ। अहिले हेर्नु न, अहिले जुन चुनाव भइरहेछ, अहिले पार्टीहरू एकीकरण भइरहेको छ, पार्टीहरू एकीकरण भइरहेको छ, नामको परिवर्तन भइरहेछ, झन्डाको परिवर्तन भइरहेछ, व्यक्तिको परिवर्तन, एउटा पार्टी छोडेर अर्को पार्टीमा जाने परिवर्तन भयो अरे। कसैले एमाले छ भने स्वतन्त्रमा गयो भने, राष्ट्रिय स्वतन्त्र पार्टीमा गयो भने परिवर्तन, राष्ट्रिय स्वतन्त्र पार्टी छ ऊ पार्टी छोडेर उज्यालो नेपालमा गयो भने परिवर्तन, कोही नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी छ नेपाली कम्युनिस्ट पार्टीमा गयो भने परिवर्तन, माओवादी छ उसले आफ्नो सिद्धान्त विचार सबै छोडेर अर्को पार्टी खोलिदियो भने परिवर्तन। तर जनताले त्यो चाहेको होइन, नाम परिवर्तन चाहेको होइन, आकार परिवर्तन चाहेको होइन, झन्डा परिवर्तन चाहेको होइन, राज्यको शासन शैलीमा परिवर्तन चाहेको, जनताको सुविधा हकमा परिवर्तन गर्न चाहेको हो। जनताले कसरी सुविधा हुन्छ, राज्यले कसरी उनीहरूको मानला गर्छ, कार्यशैलीमा परिवर्तन हुनु पर्यो। अब हिजोसम्म के थियो भने हेर्नुभएकै थियो त, जेनजीको सरकारले, नागरिक समाजको सरकार, खोइ त नागरिक समाज अहिले त सबै त्यही सरकारका मन्त्रीहरू त धमाधम पार्टी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा गयो त के त्यो उनीहरू आन्दोलन उनीहरूले नै गराएका थिए त? उनीहरू त्यसले गराएको थियो र सरकारलाई घेरा राखेर बनाएको हो र? त्यही देखिएको छ, सबैले सरकारमा जाने, नागरिकसँग पनि अहिले पार्टीको गर्ने, राज्य सत्ताको भोग गर्ने अनि जाने। अहिले हेर्नु न त के छ, मेयरहरू जितेको मेयरहरू जबसम्म उनीहरू जितिरहेको थिएन, राज्यमा शासन गर्छु, सुशासन ल्याउँछु, जनताको अधिकारको लागि कुरा गर्छु, देशलाई विकसित गर्छु, समृद्ध गर्छु भन्ने र 2-4 वर्ष जब उनीहरूले आफूलाई सम्पन्न बनाइहाले, जनतालाई सम्पन्न बनाउने अठेट गरेका नेताहरू आफू सम्पन्न भएपछि होइन म त यो होइन अब त अरू सम्पन्न बन्ने, अर्को लुट तन्त्र गर्ने र त्यो परिवर्तन हो। अनि खै मैले त एउटा कुरा अझ पनि बुझ्न सकिरहेको छैन कि के हो त यो परिवर्तन। अहिले भन्छ युवाहरूको हातमा सत्ता जानुपर्छ। कस्तो युवा? गर्जिया, जङ्गेडी, भङ्गा, लुटेरा, फटाहा, ठग, भ्रष्टाचारी त्यस्तो युवा हो र जसले नीतिको कुरा गर्दैन, सिद्धान्तको कुरा गर्दैन, विचारको कुरा गर्दैन। विचार के हो, नीति के हो, देशलाई समृद्धि कसरी गर्ने हो, त्यो कुरा कसैले भन्दैन। खाली सबको मुखमा झन्डिएको छ परिवर्तन गर्ने हो, परिवर्तन गर्ने। कस्तो परिवर्तन? मेयरबाट बालेन राष्ट्रिय प्रतिनिधि सभाको सदस्य भयो भने परिवर्तन हो, वा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने त्यो मुद्दाबाट निस्केर देशमा प्रचार प्रचार गर्न पाउनु र प्रतिनिधि सभाको पदमा उभिएर संसद बन्न पाउनु, के त्यो परिवर्तन हो? परिवर्तन त सिद्धान्तमा विचारमा गर्नुपर्छ। अहिले हेर्नु त कस्तो टिकट कसरी पाएको छ मान्छे। यो पार्टी छोड्यो, त्यही मान्छे संसद थियो, त्यही मान्छे मेयर थियो, यो पार्टी छोडेर अर्को पार्टीमा गयो। के को लागि? परिवर्तन चाहिएको छ। परिवर्तन के हो त परिवर्तन? परिवर्तनको बारेमा त बुझ्नु पर्यो नि। कसरी परिवर्तन गरे? एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी, माओवादी सबै एक भयो हो, तर 10वटा पार्टी एक भयो, तर के परिवर्तन के हो त? उसको त पहिलेदेखि माओवादीको सिद्धान्त थियो त, सुशासन ल्याउने, राष्ट्रपति शासन लागू गर्ने, समृद्ध नेपाल बनाउने, सिंहदरबारको हक अधिकार गाउँ गाउँमा पुर्याउने, त्यो त पहिलेदेखि थियो त। तर त्यो व्यवहारमा देखाएन, व्यवहारमा गरेन। मधेसवादी दलहरूले त्यो एमालेलाई वर्षौं दिनसम्म गाली गर्यो, अहिले टिकटको लागि एमालेमा गयो। त त्यही हो परिवर्तन चाहेको जनताले। देशका पार्टीहरू मधेसवादीलाई चाहे जुनसुकै पार्टीमा होस्, एमाले, काङ्ग्रेस, माओवादी, रासपा, जुनसुकै पार्टीमा होस्, त्यसलाई मधेसी भनेर, काले भनेर, विदेशी भनेर, बिहारी भनेर गाली गर्ने, के त्यो त परिवर्तन हो त? मधेसको नाउँमा देशलाई भजाउने, मधेसीको नाममा ठगी गर्ने, त्यो परिवर्तन हो त? परिवर्तन के हो त? कसरी हो? यसलाई बुझ्नु जरुरी छ। सबैले आफ्नो किसिमले बुझ्नु पर्यो।
देशमा परिवर्तन गर्ने व्यवहारमा परिवर्तन हुनु पर्यो, शासन व्यवस्था व्यवहारिक हुनु पर्यो। सिद्धान्त नीति, एक त नीति छैन, सिद्धान्त छैन, के गर्ने जनतालाई? कि देशलाई बेचिदिने हो कि देशलाई अर्कोलाई बन्दकी राखिदिने हो कि कस्तो किसिमको परिवर्तन चाहेको हो त्यो जनताले बुझ्नु पर्यो। एउटा पुस्ताले बुझ्दा बुझ्दा अर्को पुस्ता दास भइसकेको हुन्छ। अर्को पुस्ता फेरि नयाँ सुरु गर्दा फेरि पुरानै पुस्ताको सुरुवात हुन्छ। त्यो त के हो त? उमेरले समूहले परिवर्तन होला र? विचारले परिवर्तन हुनुपर्ने हो न? त्यस्तो विचारलाई बुझ्दिनलाई खोइ त अहिलेको मैले यो चुनावी माहौल हेर्दा, मनोनयनको माहौल हेर्दाखेरि मैले देखिनँ। मैले त देखेँ सबले लुट दुन्तर, त्यही गाजा बाजा, त्यही डरका हडक भडक सबै देखिरहेछ। त खोइ त परिवर्तन सुरुवातको लक्ष्य नै देखिएन, अनि कसरी परिवर्तन हुन्छ? त्यसकारण परिवर्तन के हो जान्न जरुरी छ। र सबै साथीभाइहरू, देशवासीहरूलाई, हाम्रो मधेसवादी साथीहरूलाई म के अनुरोध गर्न चाहन्छु भने परिवर्तन गरौँ। परिवर्तनको लागि तर व्यवहारिक परिवर्तन, आफ्नो पेट भर्ने परिवर्तन होइन, पछाडि घुम्ने परिवर्तन होइन, अनुहार बदल्ने परिवर्तन होइन, सत्ता बदल्ने परिवर्तन होइन, व्यक्ति बदल्ने परिवर्तन होइन, पार्टी बदल्ने परिवर्तन होइन। हकीकतमा जनताले पाउने सुविधा, समृद्धि, सुशासनको परिवर्तन चाहियो। र त्यो परिवर्तनको अहिले नै लक्षण देख्दैन। जैसे हुने बिरुवाको चिलोपात भने जस्तै अहिले जुन चुनावको माहौलमा मनोनयन गर्दा जुन माहौल देखियो त्यो समृद्धिको बाटोतिर देखिएन। त्यो परिवर्तनको बाटोको लक्षणहरू भित्र नै देखेन। त्यसकारण सबैले परिवर्तन गर्नुपर्छ। हृदयदेखि परिवर्तन गरौँ र व्यवहारमा गरौँ, परिणाममुखी परिवर्तन गरौँ। मुखले भाषण गरेर परिवर्तन सम्भव छैन। यति भन्दै म साथीहरूलाई परिवर्तनतिर जागरुक हौँ र देशलाई जोगाउँ भन्न चाहन्छु। धन्यवाद।